मैले एकदमै राम्रो अपेक्षा राखेको छु। यहाँ जस्तै सञ्चारकर्मीहरूले पनि यो गीतको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ र विशेष गरेर पछिल्लोचोटि एउटा भूस्वर्गको रूपमा एउटा परिचित बढीमालिका क्षेत्रलाई चिनाउन यो म्युजिक भिडियो कोसेढुङ्गा साबित हुनेछ भन्ने कुरामा म विश्वस्त छु। पर्यटन प्रवर्धनमा चाहिँ यस गीतले धेरैभन्दा धेरै सहयोग गर्छ। हो, एकदमै। अनि अरू विषयवस्तु चाहिँ के कस्तो समेटिएका छन् नि गीतमा? यहाँका सम्पूर्ण कुराहरू, कुनै क्षेत्र छुटेको छैन होला। सामाजिक सांस्कृतिक कुराहरू छन्, यहाँका उत्पादनहरू छन्, यहाँको स्थानीय कला संस्कृति शब्दमा मात्रै छैन, यहाँकै स्थानीय कलाकार भाइ बहिनीहरूले अभिनय गर्नुभएको छ, यहाँका जनप्रतिनिधिहरूले अभिनय गर्नुभएको छ। त्यो भएको हुनाले यहाँका प्राकृतिक स्रोत साधन, सामाजिक जनजीवनदेखि लिएर के भने चाहिँ समग्र रूपमा बढीमालिका भूगोलभित्रका सम्पूर्ण 9वटै वडाहरूलाई धार्मिक, पर्यटन क्षेत्र, कृषि सम्पूर्ण कुरालाई हामीले समेटेका छौँ। विशेष त तपाईँले बढीमालिकासँग सम्बन्धित रहेर चाहिँ शब्द कोर्नु भएको हो। एकदमै। भर्खरै तपाईँको अस्ति पनि एउटा गीत साङ्गीतिक बजारमा आएको थियो, रारा तालैमा। हो, रारा तालैमा आएको। त्यो गीत र यो गीतलाई तुलना गर्दाखेरि चाहिँ तपाईँले कुन गीतले बढी बजार पाउला जस्तो लाग्छ तपाईँलाई? अब यो बजार पाउने भन्ने कुरा विभिन्न कुरामा निर्भर रहन्छ। बढी भ्युज जानु भनेको अर्थ त्यो बढी मन पराएर हुँदैन, त्यसको पब्लिसिटीका विभिन्न आयामहरू छन्। त्यहाँभित्र हामी प्रवेश गर्छौँ कि गर्दैनौँ, होइन। तर कुरा के हो भनेपछि रारा तालैमा छुट्टै विधाको छ। त्यो कर्णाली र सुदूरपश्चिमलाई जोड्ने त्यहाँको भौगोलिक सांस्कृतिक कुराहरू, विशेष गरेर मैले त्यहाँ के कथा बुनेको छु भनेपछि कर्णाली क्षेत्र पिछडिएकै हो। कर्णालीभन्दा सुदूरपश्चिम अलिकति विकसित मानिन्छ। तपाईँ त एक कुशल प्रशासक पनि हो, गीत सङ्गीतमा पनि त्यस्तै लगाव छ तपाईँको, त्यस्तै साहित्य क्षेत्रमा पनि त्यस्तै रुचि राख्नुहुन्छ। कसरी काम गर्दै हुनुहुन्छ? एकातिर प्रशासनिक काम, अर्कोतिर साहित्यतिरको काम, अर्कोतिर गीत सङ्गीतको काम कसरी भइराख्नु भएको छ नि? अब यो कुशल प्रशासक भनेर यहाँले जो प्रशंसा गर्नुभयो धन्यवाद दिन चाहन्छु। तर मैले आत्मसमीक्षा होइन, यो त हजुरहरूबाट आएको कुराहरूलाई मैले ग्रहण गर्नुपर्ने हुन्छ। अब कुरा के हुँदो रहेछ भने मान्छे अनुरागी भयो भने, होइन, भोक लाग्यो भनेपछि त जसरी पनि खान्छ नि मान्छेले। त्यहाँ होटल रेस्टुरेन्ट नहोला, त्यहाँ के पाउँछ क्या, स्थानीय परिकार पाउँछ कि कुनै फलफुल पाउँछ कि, होइन, कुनै अन्य कुराहरू पाउँछ कि भोक टार्नको लागि, त्यो जमर्को गर्छ नि त। हो, त्यस्तै के भने चाहिँ म साहित्यको अनुरागी हुँ कि मलाई साहित्यको भोक छ। अनि त्यसै प्रशासन क्षेत्रको कुराहरूमा पनि त्यो मेरो पेसा हो। त्यसमा मेरो एउटा कानुनले तोकेको, संविधानले तोकेको कुरा के भने त्यसमा कर्तव्यनिष्ठ हुने कुराहरू मेरो त्यो कर्तव्य हो, होइन। त्यसमा समर्पित हुनै पर्यो। त्यसका अलावा लेखन, साहित्य, गीत सङ्गीत भनेको त म त्यसको अनुरागी हुँ। भोक लागिरहन्छ, प्यास लागिरहन्छ, त्यसमा म अनवरत रूपमा चाहिँ त्यो कुराको पहुँचमा, त्यो कुरालाई प्राप्ति गर्ने, सिर्जना गर्ने कुरामा अग्रसर भइरहन्छु। यो कुराले गर्दाखेरि के भन्दा चाहिँ समयको अभाव हुन्छ भन्ने कुरा हुँदो रहेछ। शब्द सङ्गीतका गीतहरू 2 दर्जनभन्दा बढी युट्युबमा छन्। आफैले शब्द रचना गरेँ, शब्द सङ्गीत र त्यसको निर्माता पनि म आफै हो। कतिपयमा मैले अभिनय पनि गरेको छु। तर मैले आफ्नो स्वर दिनुभएको छ कि छैन? स्वर दिएको यही बढीमालिका धरतीको स्वर्ग गीतमा पहिलो स्वर। तर 2वटा गीतहरू चाहिँ मैले स्वर दिइसकेको छु। एउटा छायाङ्कन भइसकेको छ, एउटा नयाँ गीत चाहिँ नयाँ रेकर्ड भइसकेको छ। अझै मैले 2वटा गीत पछाडि एरेन्ज गर्न बाँकी भएका गीतहरू, होइन, त्यसमा पनि सकेसम्म आफ्नै स्वर दिने मैले जमर्को गर्नेछु। यहाँको प्रश्नको उत्तर मैले सघाएको छैन त कतिवटा भन्ने कुराहरूमा यहाँ देउडा लगायतका शब्द भर्नेकोमा त स्वयं भयो होला, किनभने ल लेखिदिनु होला भन्नुहुन्छ। मलाई शब्दको लागि विशेष गरेर अफर आउँछ। देउडा गीतमा मात्रै शब्द गर्नुहुन्छ कि अन्य गीतमा पनि? म त सबैमा। लगभग आधुनिक गीत मेरो रेकर्डेड छैन, तर गीत बनाएको छु मैले निकै चाँडै नै। एउटा म यो सन्दर्भ तपाईँहरूलाई म भनिहाल्छु के भन्दाखेरि यो एकदमै रोचक छ। मैले आमा गीत बनाएको थिएँ, होइन। यो अन्य सर्जकहरूका लागि पनि एउटा उदाहरण। मलाई एकजना पत्रकारले अन्तर्वार्ता लिनुभयो यसै गरेर। अनि सबैले आमाको महिमा मात्रै गाउँछन् र बुवाको कर्तव्य, बुवाको जिम्मेवारी पनि त को हुँदैन, बुवा गीत किन बन्दैन भन्नुभएको थियो। म बनाउने छु भनेको थिएँ, त्यो गीत बनाएको छु, होइन, रेकर्ड गर्न बाँकी छ। त्यो भएर आधुनिक गीत बनाउँछु मैले, देउडा बनाउँछु। देउडालाई पनि मैले, म देउडा सर्जकहरूलाई के भन्छु भने प्रायः जसो अलिकति कमजोरी छ। हाम्रो कमजोरी के छ भनेपछि गाउँघरमा पुर्खाहरूले गाइसकेका, निस्किसकेका गीतहरूलाई फलानुको सङ्गीत भन्नुहुन्छ, रेकर्ड गरिदिनुहुन्छ, होइन। तर त्यसलाई सङ्कलन
हाम्रा पुर्खाको एउटा यो सिर्जना हामीले सङ्कलन गऱ्यौँ भनिदिए भए राम्रो हुन्थ्यो होइन। अनि अब देउडा परम्परागत रूपमा जान सक्दैन कि यसलाई पनि आधुनिकीकरण गर्न, जस्तै रारा तालमा मैले देउडा लयमै आधारित हो, त्यसलाई अलिकति आधुनिकीकरण गरेको छु, त्यो मेचीले पनि सुनोस् होइन। तर कुरा के भनेपछि भाका मौलिक हुनुपर्छ के, मेरो यो विशेषता हो भन्ने लाग्छ कि भाका अलिकति पनि कुनै सङ्गीतसँग त्यो ठोकिन लाग्यो भयो भने म रेकर्ड गर्दिनँ, मेरो एकदमै मौलिकता हुनुपर्छ। अब शब्दको कुरा लागि त म आफै विश्वस्त छु। मेरो नमुना यो समसाय विषय प्रशासन र राजनीतिसँग सम्बन्धित नमुना भाग 1 छ, भाग 2 दुईवटा किताब छ, गाउँले कविता सङ्ग्रह छन् होइन, प्रतिशोध एउटा सानो एउटा संस्मरण एउटा छ होइन। अनि लेखहरू त राष्ट्रिय मिडियामा प्रायः जसो धेरै हो, म लगभग 1 दशकभन्दा पनि बढी भयो। राजधानी दैनिकमा म स्तम्भकारकै रूपमा 4 वर्षसम्म लेखेँ, चिन्तनको चौतारी भनेर होइन। अब कान्तिपुर मैले नेपालका राष्ट्रिय मिडियामा नेपाली संस्करणमा प्रकाशन हुने मिडिया, छापा मिडियामा नलेखेको एउटा हो अन्नपूर्ण पोस्ट, अरू सम्पूर्णमा मेरा लेखहरू प्रकाशित भइसक्यो। अन्तिममा खुसी लाग्यो यसरी कला संस्कृतिलाई खोज्दै तपाईँ आउनुभयो, इन्टरभ्यू लिनुभयो होइन। यो भनेको के हो भने हेर्दा सामान्य लाग्छ, तर कुरा के भनेपछि खोज पत्रकारिताको अभाव महसुस भइरहेको अवस्था छ। किन भन्दाखेरि स्थानीय कलाकारहरूको कला संस्कृति जस्तै यो स्थानीय पत्रकारहरूको, सञ्चारकर्मीहरूको धर्म पनि के हो भनेपछि चाहिँ स्थानीय स्तरमा प्रस्फुटन भएका कला संस्कृतिहरूलाई उजागर गर्ने अनि त्यसको राज्यको पहुँचसम्म पुर्याउने कुराहरू हो।